दिएको प्रश्न थियो र हामीले उहाँलाई न्याय मिल्छ र उहाँको पेशी पनि तोकिराखिएको छ र अबको प्रक्रियाबाट रवि लामिछानेलाई न्याय मिल्छ भनिराखेका थियौँ, त्यो भनी पनि राखेका छौँ र अहिले ठुलो त्यो प्रश्न हामीमा तेर्सिराख्दाखेरि रवि लामिछानेज्यूलाई लगाएको बिगोभन्दा 10औं गुणा 20औं गुणा ठुलो रकमको बिगो भएका व्यक्तिहरू 10 लाख 20 लाख धरोटीमा छुटिराखेका छन् र रवि लामिछाने आफूलाई लगाएको बिगो बराबरको रकम धरोटी राख्छु र निस्किन्छु भन्दा पनि दिइराखेको छैन। यो के हो भन्ने सर्वसाधारणको चासोमा पार्टीले यो विषय असाध्यै गम्भीर रूपमा लिएको छ र अहिले पार्टी प्रवेश गर्न आउनुभएका साथीहरू विशेष गरी अजयजीले पनि यो विषय असाध्यै जोरदारका साथ उठाउनु भएको छ र सबै साथीहरूलाई अजयजी लगायत सबै साथीहरूलाई म यो विषय उठाउनु भएकोमा म धन्यवाद दिन चाहन्छु। र आम नागरिकको त्यो प्रश्न हामीले सरल हिसाबले जवाफ दिन सक्ने स्थिति छैन, किनभने हो जुन सरकारले प्रतिशोधपूर्ण झुटा मुद्दा लगायो त्यो सरकार जेनजी आन्दोलनबाट अपदस्थ भएको छ र नयाँ सरकार आइसके पछाडि नागरिक सरकार आइसके पछाडि पनि त्यही नागरिक सरकारका एकजना वरिष्ठ मन्त्रीले रवि लामिछानेमाथि प्रतिशोध भएको हो भनेर सार्वजनिक रूपमा टेलिभिजनमा भन्नुभएको छ र त्यो मुद्दा अझै पनि रवि लामिछानेले खेपिराख्नु भएको छ। हामीले हाम्रा सभापति विशेष गरी यो देशको एउटा भविष्य बदल्नको लागि आफ्नो सम्पूर्ण क्यारियरलाई आफ्नो जीवनलाई यो देशप्रति समर्पित गर्नुहुने रवि लामिछानेलाई अब छिट्टै हामीले आम नागरिक माझ पाउनेछौँ भन्ने एउटा अपेक्षा र आशा म व्यक्त गर्न चाहन्छु। अहिले देशको राजनीतिक अवस्था कस्तो छ भन्ने हिसाबमा हामीले धेरै व्याख्या गरिराख्नु परेन। विशेष गरी जेनजी आन्दोलनले उठाएका एजेन्डाहरूलाई व्यवस्थित गर्ने विषयमा, आन्दोलनबाट उठेका आवाजहरूलाई सम्बोधन गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा विशाल अर्जुन दृष्टि राखेर काम गरिराखेको छ र यो आन्दोलनलाई अग्रणी रूपमा चाहिँ लैजाने साथीहरू, आन्दोलनलाई मलदल गर्ने साथीहरू, आन्दोलनमा एजेन्डा उठान गर्ने साथीहरूलाई हामीले पार्टीमा नै जोडेर लिएर जाने प्रक्रियामा अगाडि बढिराखेका छौँ र त्यो प्रक्रियामा अजयजी जसले जेनजी आन्दोलनलाई एउटा मलदल गर्ने, जेनजी आन्दोलनलाई चाहिँ अगाडि बढाउनलाई जुन काम गर्नुभएको छ, अजयजी जस्ता साथीहरू यस अघि र भोलि पनि जोडिँदै जाने प्रक्रियामा हुनुहुन्छ। उहाँहरूलाई यसरी जोड्दै जाँदाखेरि आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्ने सन्दर्भमा पार्टी एउटा सशक्त रूपमा अगाडि बढ्दै जानेछ। दोस्रो अर्जुन दृष्टि यो नेता हामीले नेतृत्व निर्माण गर्नु छ, नेतृत्व खोजी गर्नु छ र यो समाजमा एउटा असल नेतृत्व स्थापित गर्ने सन्दर्भमा पार्टीले एउटा विशाल